माघ फागुनतिर काट्नको लागि कार्तिक मङ्सिर पुसतिर यसरी बर्सिम घाँस छर्नु होला। यता जै छ, जै र बर्सिम एकदमै राम्रो हुने गर्दछ पशुपालन गर्नेहरूलाई। गाई भैँसी बाख्रा सबैले खाने गर्छन्। कार्तिक मङ्सिरतिर लगाउनु भयो भने लगाएको 1 महिनादेखि कटिङ सुरु हुन्छ। 4-5 लट काट्न सक्नुहुन्छ मलजल राम्रोसित पायो भने। यता कटिङ भइरहेछ, यता फेरि टुसा उम्रिएर पलाइरहेछ। यता फेरि काट्न लायक भइसकेको छ। यसरी जै र बर्सिम छर्नु होला कार्तिक मङ्सिरतिर। पुस माघ फागुनमा मजाले कटिङ गर्न सक्नुहुन्छ। अब यो फागुन चैत लागेपछि फेरि अब चरी घाँस भन्ने मकै जस्तो घाँसहरू पाउँछ भेटनरीहरूमा गएर फेरि त्यो घाँस छर्नु भयो भने मजाले असारसम्म कटिङ दिन सक्नुहुन्छ। यसरी हिउँदको बेलामा घाँसको व्यवस्था गर्नु होला है त।